नमस्कार साथीहरू, आज हामी संसारको सबैभन्दा रहस्यमय ठाउँहरूमध्येको एक कथा सुन्नेछौँ। यस्तो ठाउँ जहाँ जहाजहरू हराए, विमानहरू अचानक गायब भए र आजसम्म पनि यसको वास्तविक रहस्य कसैले पूर्ण रूपमा बुझ्न सकेको छैन। यो रहस्यमय स्थान हो बर्मुडा ट्रायङ्गल। यो क्षेत्र 3 ठाउँ मिलेर बनेको छ: मियामी, बर्मुडा र सान्जोन। यी 3 स्थान जोड्दा समुद्रको एउटा त्रिकोण जस्तो क्षेत्र बन्छ, त्यसैले यसलाई बर्मुडा ट्रायङ्गल भनिन्छ। सन् 1945 को एक दिन अमेरिकाको नौसेनाको 5 वटा विमान प्रशिक्षण उडानको लागि आकाशमा उडे। यो टोलीलाई फ्लाइट 19 भनेर चिनिन्थ्यो। उडान सुरु भएको केही समयपछि अचानक उनीहरूको कम्पास बिग्रियो र पाइलटले भने, "हामीले दिशा पत्ता लगाउन सकेनौँ। समुद्र पनि अजीब देखिन्छ। हामी कहाँ छौँ कहाँ थाहा छैन।" त्यसपछि रेडियो सन्देश कमजोर हुँदै गयो र केही समयपछि सबै सम्पर्क पूर्ण रूपमा बन्द भयो। 5 वटै विमान र त्यसभित्रको सबै पाइलटहरू सधैँको लागि गायब भए। विमान हराएपछि तुरुन्तै खोजी अभियान सुरु गरियो। उनीहरूलाई खोज्न एउटा ठूलो विमान उद्धारको लागि पठाइयो। तर अचम्मको कुरा के भयो भने त्यो उद्धार विमान पनि अचानक विस्फोट भएर हरायो। त्यसपछि समुद्र र आकाशको दुवैतिर ठूलो खोजी गरियो, तर कुनै पनि विमानको टुक्रा, कुनै पाइलट, कुनै केही पनि प्रमाण भेटिएन। मानव सबै कुरा एकैछिनमा पृथ्वीबाट मेटिए जस्तो भयो। यो घटना मात्र होइन, वर्षौंदेखि हजार जहाज र विमानहरू यही क्षेत्रबाट हराएको रिपोर्टमा गरिएको छ। जस्तै सन् 1918 मा युएस काइक्लोस नामको जहाज 300 भन्दा बढी मानिसहरूसहित अचानक गायब भएको थियो। त्यो जहाजबाट कुनै पनि आपतकालीन सन्देश पनि आएन। आजसम्म पनि त्यो जहाज कहाँ के भयो भन्ने कसैलाई पनि थाहा छैन। वैज्ञानिकहरूले धेरै सम्भावित कारणहरू बताएका छन्। कहिलेकाहीँ यहाँ कम्पास सही काम नगर्ने पनि भनिन्छ। अचानक आउने शक्तिशाली आँधीले जहाज र विमान नष्ट गर्न सक्छ। समुद्रको तलबाट निस्किने ग्यासले पानीलाई कमजोर बनाउँदा जहाज डुब्न सक्छ भन्ने पनि भनाइ छ। केही मानिसहरू भन्छन् सायद यो क्षेत्रमा अज्ञात वा एलियन गतिविधि हुन सक्छ, तर यसको प्रमाण भने अहिलेसम्म भेटिएको छैन। आज पनि हजारौं जहाज र विमानहरू यसै क्षेत्रबाट सुरक्षित रूपमा पार गर्छन्, तर पुरानो रहस्यमय घटनाहरूको कारण बर्मुडा ट्रायङ्गल अझै पनि संसारको सबैभन्दा चर्चित रहस्य बन्न गएको छ। के त्यहाँ साँच्चै कुनै अज्ञात शक्ति छ, कि यो सबै प्राकृतिक कारण मात्र हो? यो प्रश्नको उत्तर आजसम्म पनि पूर्ण रूपमा पत्ता लागेको छैन।